हेलो साथी नमस्कार अनि स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। मैले आजबाट नयाँ जर्नी सुरु गर्दैछु। सानो नेपालमा मैले पछिल्लो पटक मैले अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा मेरो 4 वर्षको जापानको अनुभव र विभिन्न विद्यार्थीहरूको जिन्दगीको भोगाई, स्वयं मेरो इन्टरनेसनल स्टुडेन्टका रूपमा भोगाई र इन्टरनेसनल स्टुडेन्टका रूपमा चाहिँ जब नेपाली विद्यार्थीहरूले आफ्नो उद्देश्य रोज्छन् अथवा उच्च शिक्षा हासिल गर्नको लागि प्लस टू सकिसके पछाडि उनीहरूले निर्णय गर्छन्, चाहे जुनसुकै देश होस्, उनीहरू त्यहाँ गइसकेपछि कस्तो खालको आफ्नो डेली लाइफमा समस्याहरू भोग्दछन् र तिनीहरूले कसरी तिनीहरूको मेन्टल हेल्थ कस्तो हुन्छ, आर्थिक हिसाबले गर्दा कसरी तिनीहरू चाहिँ आफ्नो मेन्टल हेल्थलाई चाहिँ बाट चाहिँ तडपिरहेका हुन्छन् र कसरी तिनीहरूले चाहिँ सोसियल मिडियाहरू आफ्नो कामलाई आफ्नो फीलाई लिएर चाहिँ तनाव गरिरहेका हुन्छन् र तिनीहरूको सोसियल कनेक्सन कस्तो हुन्छ र एउटा युवामा मेन्टल हेल्थ चाहिँ किन जरुरी छ। वर्तमान समयमा जेड जेनेरेसनहरूमा अहिले मेन्टल हेल्थ एकदमै नाजुक बन्दै गएको छ। हामी नेपाली दाजुभाइ हामी संसारभरि हेर्न सक्छौँ। मेन्टल हेल्थका कुराहरू एकदमै जरुरी छ। त्यो चाहे प्यारेन्टहरू होस्, चाहे सबैले हाम्रो चाहिँ अहिले वर्तमान अवस्थामा आफ्नो मेन्टल हेल्थको कुरालाई ध्यान दिनु जरुरी छ। चाहे त्यो मानिसको डिसिजन मेकिङ कुरामा होस्, आजभोलि सोसियल मिडियाले गर्दा मान्छेहरूलाई एन्जाइटी गर्ने, मान्छे विभिन्न प्रकारका चाहिँ सोसियल एक्टिभिटीहरू इङ्गेज हुने, आफ्ना कुराहरूलाई चाहिँ बढी सोसियल मिडिया खेलाउने र त्यहाँ विभिन्न तरिकाले आफ्ना सोसियल मिडियाहरूमा विभिन्न प्रकारका आफ्ना दैनिक गतिविधिहरू सोसियल मिडियामा गर्ने, अरूको नक्कल गर्ने, अरूको विदेश गएको नक्कल गर्ने विभिन्न कुराहरूले चाहिँ हामी यसमा छौँ र स्वयं मैले पनि यो कुराहरू धेरै भोगेको छु र आफ्नो अनुभवलाई साथै मेरो यस क्षेत्रमा अध्ययन म खासमा साइकोलोजीको विद्यार्थी त होइन, म अर्थशास्त्रको विद्यार्थी हो र मैले एउटा मेरो जिन्दगीको अनुभव कुनै समयमा म पनि यो समयबाट गुज्रेको थिएँ। अझै पनि त्यो समय लाग्छ मलाई कि अझै पनि केही कुराहरू समस्या छन्। जस्तै अझै पनि मैले जापानमा रहेर एउटा काम गर्ने गर्छु, त्यहाँनिर मलाई पनि अझै फिल हुन्छ नि, अनसिक्योर फिल हुन्छ नि। धेरै कुराहरू चाहिँ के भन्ने त्यसलाई, अब जस्तै जापानिजहरूसँग काम बिगार्दा हुन्छ अथवा विभिन्न तरिकाले चाहिँ मैले आफ्नो यो जापानको यात्रामा चाहिँ 4 वर्ष गुजारेँ। केही समयपछि म अब स्वदेश फर्कने जमर्को गरिरहेको छु र यो समयमा मैले स्वदेशबाट पनि मेन्टल हेल्थलाई यो इस्युलाई अब सोसियल मिडियामा अथवा युट्युब मार्फत विभिन्न सोसियल मिडिया मार्फत मैले मेरो कन्टेन्टहरू लिएर आउनेछु र हप्तामा मेरो एउटा भिडियो रहनेछ जसरी चाहिँ जय चट्टी छन् नेपालीमा तपाईँको मेन्टल हेल्थ सम्बन्धी लिएर चाहिँ एउटा ठुलो च्यानल बन्नेछ, जसले चाहिँ अहिलेका यो युवाहरूलाई चाहिँ कसरी मेन्टल हेल्थलाई चाहिँ यसलाई रोक्ने, कसरी मेन्टल हेल्थ कुरालाई ध्यान दिने यावत कुराहरू, अनि अहिलेका जेनेरेसनहरूको चाहिँ थिङ्किङ कस्तो छ, अहिलेका जेनेरेसनहरूको सोसियल कनेक्सन कस्तो छ, यावत कुराहरू लिएर चाहिँ तपाईँहरूसम्म चाहिँ म भिडियो लिएर आउनेछु। अबका दिनहरूमा मेरो युट्युब च्यानल श्रीधरपुरी युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् र चाहिँ माया गर्नुहोस् र चाहिँ यस्ता यावत कुराहरूलाई चाहिँ तपाईँहरूले अपडेट गर्नुहोस्। अब त धन्यवाद। जय नेपाल, जय सुहावन। आफ्नो ख्याल गर्नुहोस्, परिवारको ख्याल गर्नुहोस्। आफ्नो ख्याल स्वास्थ्य नै सबैभन्दा बलियो। पछिल्लो पटकको मेन्टल हेल्थलाई चाहिँ कसरी जोगाउनु भन्ने कुरा यहाँलाई चाहिँ जय नेपाल।